उठ्छ अब सन्चै हुनुहुन्छ ल म पनि सन्चै छु आज पार्टी आन्न आएको है हामी यतातिर मस्तै छन् यतातिर हैन तीनजना छौँ त्यही हो दुईटा अगाडि छन् ट्याक्क एउटा पछाडि छन् क्यामेरा पछाडि कहाँ हुन्छ होइन त्यही भएको त्यही उनी राम्रो हुन्छ कि यहाँ त देखिन्छ कि माथि छक्कै तल देखिन्न कि हिँड अब कस्तो काँडा काँडा खाने उनीहरू सुत्ने ठाउँ पनि दामी यहाँ छैन चाहिँ भन्न नि त अमृतको भाइको भिडियोमा के बोल्नु छ यता र नि त फेसमा हाल्दै कि इमोजी हाल्दै कि भन्न अनिल गाने इमोजी आदमी जाने इमोजी बनाउनु हाम्रो डेली आउने ठाउँ यतिकै भयो नि डेली सुत्त के ल्याऊ त अमृत सामान सामान के ल्याऊ त अहिले झोला छ नि देखाइदिउँ ल त्यही हो अगाडि गएर सबमा बस्छ केही चिज खाना पर्यो भने सिधै यहीँ आइन्छ हामी होइन सम्म पाटो छ यस्तो पाटो दामी छ होइन ठाउँ पनि भनिदिउँ टक्क ठाउँ त अब कामयापाटा हो होइन झोला सामान पनि देखाइदिउँ ल विशाल त कस्तो हाँसिराख्नु मुख मुख सब्सक्राइब बनाउन युट्युब फेसबुक हाल्दिनँ भयो भाइरल हो फेसबुक हालेस् त बरु मेरो आउँछ टक्क फेसबुक हालेर भयो यो सकेटा होला म यहाँ अनिल तल सामान देखाइदिन्छु होइन टक्क तिमीले घर कि ल अब भिडियो किन जाने त्यो मलाई चाहिँ खोलो के नजस्छु खोलो खोलेर देखाइदिउँ मात्रै कड गर न जान्दैन यो मैले खाने हो यो यति खान यो मैले खाने हो तिनवटाले खाने हो अनि स्प्राइट यहाँ बनाउँदैछन् चटपटे होइन त्यही हो बन्द गर्दैन कपिराइट लाग्छ कि कपिराइट लाग्छ कि अब टक्क फोटो हान्छौँ अब भइसक्यो सिधै एकैचोटि भइदिन्छु ल यहाँ फोटोसोटो हान्ने अरे अब जान्छ सब टिप्छु मैले अब नगर न यार भाइ भाइरल गर मेरो फलो गर फुट टिप्न लाग्छ है गाइस फेरि यहाँ राष्ट्रिय अँधेरो भयो के नफालौँ होइन फोहोर झट्टा जति फाल्ने होइन यसभन्दा पहिला हाई गर्ने चाहिँ छ होइन एकैचोटि अब फेरि नै आइन्छ होला 1 गतेतिर न्यु इयरमा अनि यो चाहिँ हुन्न यो ह्याप्पी न्यु इयर यहाँ चाहिँ पिपी हो ह्याप्पी यहाँ न्यू डब्ल्यू इयर वही यार साला ये दुख का खत्म नहीं होता बे मलाई नजान्ने चाहिँ गरे हुन्छ नि यार मलाई पहिला पनि देखाइदिन्छ होइन यहाँ डिजे छ डिजे ए टक्क दाइ फोटो हान्न रेडी छन् टक्क यहाँ छ फोरी फेरि एकचोटि आएर यहीँ एकचोटि लिएर जाने यहाँ पनि छ रोक्ने पहिलाको पनि छ फेरि अहिले गर्न राख्छौँ एकैचोटि फेरि पछि लिएर जान्छौँ कि पछि नै आउँछौँ फोहोर फालिदिनु हाम्रो यहाँ त्यहाँ दामी ठाउँ छ फेरि सम्मुजौ ए फोटो हान्नु लाग्छ नि ड्राइभरले यस्तो त्यो जलकाडा डाँडो ऊ त्यो टपको ओ त्यो वाला लाइट बोल्दैछन् लाइट बोलेपछि जाने भनेको लाइट सबले बालेपछि दामी देखिन्छ के राति यहाँ जाडो हुनु लाग्छ त्यही हो भाइहरू अब धेरै बस्दिन होला यहाँ कहाँको ब्यागे डिजे लाने टक्क झोला डिजे हालिन्छ त्यसपछि गइन्छ आउँदा भोलि थियो जाँदा खाली हुन्छ कुन चेन लाग्छ अरे
झोला टेन्सन लाइन्छ अब टक्क फोटो हामी तल एक दुईटा त्यसपछि गइन्छ त्यही गाइजहरु आज अब त्यस्तै भयो म ठिक्क हो क्या हामी तिमी स्टाइल देख्नु न त मैले बन्द गर्छु क्या खिच्दिनँ त्यही हो जाँदैछ मुन्दा त्यही हो म पुड्के छु तिमीको खिच्न देखेछ कि नि ए गाडी कहाँ गर्छु के बनाउँदा त्यही हो पुरा हाल्दैन हाम्रो हामी टिटेक पुरा हाल्नु नि त यार उ हालमा के तिमीले हाल्छु त्यसले खाने मिल्छ रे छोड दे यहाँ हुन्छ राम्रो बाटो देखाउँछु गाइजहरु बाटो कस्तो छ बाटो हालत बाटो हालत यो बुटोल जान्छ अर्को त्यहाँ बिचमा बसेको दाइ हो मालको हैन अर्डर हिँड्दैन गरे हैन के मैले के जो देखेन त्यही हो बाटो खत्रै छ के फेरि अनि निस्किँदा हामी कता कता निस्क्यौँ फेरि उता पारि कालिज बसेदैन अरे हल्ला गरिदिनु होइन अरे साला ये दुख का खत्म नहीं होता बे ए के ए सीधा हातमा छ के ए ल ल यस्तो भन्यो नि तर बाटो देखिन्न क्या यस्तो गर्ने नि यतिको ठिक छ नि यस्तै हालिदिन्छु त्यही हो जाँदैछौँ अब काली झुर्नु आउँछको बाटो मैले देखेको छु त भने मैले देखेको छैन फेरि मेरो पछाडि हिँड्नु भर गरेर नहिँड्नु चाहिँ बाटो देखेको छैन मैले विशाल दाइ त्यही एकैचोटि घर गएर फेरि अब त कहाँ बाटो देखाउँछ भात के न यत्रो खाएर नि पुगेन त्यही हो ल घर भात भेट आइसकेको छौँ अनि त्यही हो अर्को भिडियोमा भेट्नुहुन्छ आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई